गाइस हाम्रो बन्छ लोटी है झन् बिहारिसी आउँदो रहेछ झन् बिहारिसी आउँदो रहेछ like this video and subscribe this profile. Hello, welcome back to my YouTube channel and good morning all of you. Happy Dasai all of you. आज विजया दशमीको दिन म युट्युबमा आएकी छु आफ्टर लङ टाइम 1 इयर पछि नै भनौँ है। पहिला पनि दशैँको दिनमा आएको थिएँ अनि आज पनि आएको छु। हामीले आज दशैँको दिन के हुन्छ म सबै यहाँ ब्लगमा इन्क्लुड गर्छु, सबै हेर्नुलाई त लास्टसम्म। दशैँको दिन मिठो खानेकुरा त खानै पर्यो हैन। अब अनि त्यही भएर हाम्रो आन्टीले फेरि सेलरोटी बनाएर खुवाउँछु म छोराछोरीलाई भनेर मिठो मिठो सेलरोटी बनाउन लाउनु भयो। अब आन्टी कति बेला रेडी हुनु नि हो, रेडी भएर कस्तै हुनुहुन्छ आफ्टर सेलरोटी बनाइसकेपछि म हजुरहरूलाई देखाउने नै छु। आमा अनि अघि मैले के भन्छु भन्नुभएको थियो नि, भन्नु न। शुभकामना भन्छु भनेको देश विदेश परदेशमा सबै भएकालाई सबैलाई राम्रो राम्रो होस्। विजय दशैँको टिका लाएर रोगबेन नलाओस्, साँटे ताकेको पुगोस्। विजय दशैँको शुभ। हाम्रो के दशैँमा यति रमाइलो हुन्छ नि, हाम्रो घर लास्टै रमाइलो हुन्छ अनि झगडा पनि उस्तै हुन्छ कि फेरि त्यो हुन्छ नि टिका लाउने टाइममा पैसाको विषयमा हाम्रो भाइले यस्तो झगडा गर्छ नि, त्यो कुरा त अहिले हजुरहरूले त्यो टिकाको भ्लग हेरेपछि थाहा पाउनु नि। गाइज मैले टिका जमरा सब रेडी गरिसकेँ है। गाइज मैले हजुरहरूलाई भन्थेँ नि अगाडि हाम्रो घर पैसाको टाइममा झगडा हुन्छ भनेर, तर झगडा त अहिल्यै भइसक्यो, टिको लाउन नबस्दै झगडा भयो यहाँ। दुईटै भाइ रिसाएका खान, कृष्ण र ईश्वर रिसाएर बम। हाम्रो फेरि बाबाले आमालाई चुरा लाउने प्रोग्राम छ है। मम्मी र आन्टी फेरि हाम्रा नि बुढा यहाँबाट त त्यसरी निकालिदिन्छन् नि भन्दै हेर्दै। दिदीले मलाई गाजर लगाइदियो, त्यहाँ आमाको चुरा खोलिदिनु लाउनु मेरो गाजर कम्प्लिट भएर बसिरहेको छ। यहाँ चुरा निकाल्ने कार्यक्रम हुँदैछ अघि। गाइज मैले चाहिँ सबैलाई रेडी गराएँ होइन, लास्टमा रेडी हुनु त म होइन। सबलाई साडी लगाइदिएँ, सबलाई रेडी बनाइदिएँ। ऊ रेडी भइसक्यो हाई, ऊ अब म रेडी हुनु जाँदैछु। म रेडी भएर त आएँ होइन, तर यति झगडा गरेछन् नि, लास्टै गरेछन् कि केटाकेटीले। गाइज फोटो खिचेर सक्यौँ, अब हामी फेरि त्यहाँ के गर्ने भन्नुभयो। फोटो चाहिँ हामीले खिचिसक्यौँ है, तर ठिकै ठिकै आएन, त्यस्तो नट गुड नट ब्याड। हजुरहरूले ब्याकग्राउन्डमा हल्ला सुन्नु सक्नुहुन्छ, सुनिसक्नु अघि भएको भन्छ। ऊ अझ उसको चाहिँ फोटो खिच्न कसैले मान्दैन नि त, गुनासो आएको आइछ। स्लोमा भिडियो रे, स्लोमा भिडियो रे। यता फेरि स्वाग्ने बेग्लै छ, मेरो स्मार्ट वाच चोरेर दाईको इयरबड चोरेर। हेर्नु है त कहिले हो फेरि जहिले झगडा गर्ने हो, अहिले के भएर फोटो खिच्न लगाएको थाहा छैन है मलाई। मम्मी फेरि एकदम बिरामी हुनुभयो है योपालिको दसैँमा। मम्मी एकदम स्याड हुनुहुन्छ बिरामी भएको भएर। मम्मी त्यही भएर कपालमा त्यस्तो गम्छा गुचेर बस्नुभयो बिरामी भएको कारणले गर्दा। बसेँ है त टिका लगाउन बसेँ। अब यहाँ ब्याकग्राउन्ड हजुरहरूले सुन्न सक्नुहुन्छ, ग्याङ 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 ग्याङ। हामीले फोटो त सबै खिच्यौँ, तर अब टिका लाउने टाइम भयो न, अनि बाबा फेरि कोर्टमा टिका लिनु जानुभएको थियो, अझै आउनु भएन कि हामी बाबाको वेटमा छौँ है त। गाइज हामी चाहिँ टिका लाउनुको लागि रेडी भएर यहाँ बसिसक्यौँ। हाई गाइज म चाहिँ टिका लगाइसकेँ, बहिनीको टर्न आएको छ। एकदम रमाइलो छ है हाम्रो घर। गाइज म भाइलाई टिका लगाइदिन्छु है। अब हाम्रो स्पिकर नै अफ भयो। गाइज मैले त टिका लगाइदिने मिसै पाइनँ भाइहरूलाई। गाइज म अब मेरो कान्छपालाई आजको टिका लगाएर भाइलाई मैले कहिले गाली गर्न मन नलाओस्। भाइले भनेको मान्नु हुन्छ। हाम्रो भाइले मलाई अहिले के भनेको भने चाहिँ तैँले 100 रुपियाँ दिनेस् भने मैले आज झगडा स्टार्ट गर्छु दिदी भनेर एग्रिमेन्ट गर। 100 रुपियाँ नदिए के हुन्छ? 100 रुपियाँ नदिए के हुन्छ? झगडा गर्छ अरे 100 रुपियाँ नदिए। यो त मेरो प्यारो भाइ हो नि।
म पैसा दिन्छु एकछिन रुक दिन्छु ल भन आशीर्वाद ल भाइलाई सबले धेरै आशीर्वाद छैन थोरै हुन् धेरै पढे ज्ञानी भए बाग्नु यहाँ साइकलमा बाग्नु गरे नडुले सेखी नगरे पढाउने होइन धेरै दाइहरूलाई सम्मान गर्ने सबै ओ बा पैसा 10 रुपैयाँ ओ बा ल कति रुपैयाँ दिने रे 100 रुपैयाँ दिने रे सबैलाई त नभने भन न 10 रुपैयाँ त उ तलपट्टि मैले दिने पैसा त यो है भाइलाई ए ओइ 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 मलाई नहानी राखिनु होला दिदी भन मैले दिने त यो है 100 रुपैयाँ लिएको छैन पैसै लिएको छैन है फालिदियो पैसा 10 रुपैयाँ ट्विटर लिएर कहाँ छन् म भाइ बहिनीलाई पैसा दिँदैछु है गाइज चट्टै हुन्छ के हो भाइहरूलाई म पैसा दिँदैछु है चट्टै हुने भयो पचास तर म त यो है ल गाइज तेरा सुन्न थप्नु पर्ने चट्टै हो म पहिला चाहिँ भाइबाट स्टार्ट गर्छु है भाइबाट स्टार्ट गर्छु पैसा 50 रुपियाँले 50 रुपियाँले पैसा 10 रुपैयाँ समातो है 10 रुपियाँ गाइस तर मैले सबले 50 रुपियाँ दिन्छु है फेरि हजुरहरूले फेरि 5 दिइ चाहिँ भन्नु ल धोरो गर्ने होला नि धोरो ल हामीले त धोरो गोला ल अब हामी यहाँबाट उठ्छौँ ल मलाई धोक गर्छन् रे भाइहरू भाग्यमानी भए ल गाइस हाम्रो बाबाले आमालाई टिका लगाइदिँदै हुनुहुन्छ है त गाइस हामीले घर टिका लगायौँ अब हामी माथि घर जाने तयारीमा छौँ है त अब मम्मीले आन्टीले टिका लगाइदिनुहुन्छ हाम्रो बिमामी मम्मीले दसैँ आउँदा मनमा पिर भए नि यसै रमाइलो रमाइलो त्यसै रमाइलो गाइस हामी चाहिँ घर टिका लगाएर सक्यौँ अब हामी सबैजना हाम्रो फ्यामिली माथि घर जाँदैछौँ अनि माथि घर टिका लगाउँछौँ माथि घर टिका लगाएर हाम्रो झन् माथि बुढी हजुरआमाहरू हुनुहुन्छ अनि हामी त्यो घर जान्छौँ है त गाइस मैले अघि नै भनिसकेको थिएँ नि हजुरलाई झगडा हुने हजुरहरूले बिहानको पनि टिका लगाउनुभन्दा अगाडिको पनि अपडेट भइसक्नु भएको थियो टिका लगाइसकेपछिको पनि यस्तो छ है हि इज टु मच एङ्ग्री टु मच आजभोलि रिसाउनु अरे आन्टी मम्मी मेरो भाइ चाहिँ पिङ खेल्छिन् अनि बल्ल ह्याप्पी हुन्छन् जाँदै गर्नु भाइ र म आउँछौँ यिनी मेरो सबभन्दा प्यारी भाइ हुन् ल मजा मजका ओ त्यो घर हो हाम्रो माथि घर होइन अङ्कलहरूले सबले हामीलाई कुरिराख्नु भयो कि हेरिराख्नु भएको हाम्रो भाइ मजाले मच्के अनि उसले नै दिदी भ्लग गराइदिनु अगाडिबाट मेरो बाङ्गे गयो है पिङ उफ 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 जाम ल अब सबैजना त्यहाँ पुगिसक्नु भयो हाम्रो भाइ र म यहाँ छौँ गाइस हामी माथि घर आइसक्यौँ अनि हजुरबा हजुरआमाले आफ्नो भाइ बुहारीलाई टिका लगाइदिँदै हुनुहुन्छ है त हाम्रो माइलो हजुरबा हजुरआमा हो उहाँ चाहिँ हाम्रो गीता आन्टी हाम्रो अङ्कल भाइ अनि खै बहिनी बुने है ऊ चाहिँ बुने है हेलो बुने भाइहरूलाई टिका लगाइदिँदै हुन्छ है त सबैजनाले हामीले चाहिँ लगाएर बसिसक्यौँ हात छन् एकै ठाउँमा हन् गोकुल चाहिँ छोरो अरे अरू सबै नाति रे अरू त भन्छन् रे हाम्रो घर यसैमा डिस्कस हुन्छ क्या गाइस हामीलाई हजुरबा हजुरआमाले टिका लगाइदिइसक्नु भयो अनि अब अङ्कल आन्टीलाई बाबा आमाले मात्र टिका लगाउन बाँकी छ अनि मम्मीहरूलाई मम्मीहरूलाई पनि बाँकी छ मम्मीहरूलाई पनि बाँकी छ मम्मी आन्टीलाई अनि त्यस पछाडि हामी यहाँबाट टिको लगाएर फेरि माथि गएर जान्छौँ
गाइज हामी यहाँ टिका लगाएर हामी माथि गएर टिका लगाउन जाँदैछौँ। यति बेर हामीले फोटो सुट गऱ्यौँ यहाँ, अनि अहिले फेरि हामी माथि जाँदैछौँ है त। मम्मी आन्टीहरू फेरि तलबाट आउँदै हुनुहुन्छ माथि जानको लागि। गाइज हामी माथि गएर आइसक्यौँ। ल जाउँ त, म लास्टमा आउँछु है। मम्मीहरू लगाएर जानु न। आन्टी जानुभयो, आन्टी पनि जानुभयो, मम्मी पनि जानुभयो। अब हामी जान्छ है। मम्मीको ब्याग खस्छ, मम्मीले ब्याग पनि सम्हाल्न नसक्नु नि भयो बिरामी भएर। फोन र पर्स यहाँ माथि भएर आइसक्यौँ है त हामी। यहाँ अब कतिजना हुनुहुन्छ हेरौँ है त। है त सबैजना यहाँ हुनुहुन्छ। नमस्कार दिदी, हाम्रो दिदी। नमस्कार आन्टी, हाम्रो जापानिज आन्टी सन्ध्याहरू, दिदी सीता। गाइस टिका लाउन बसे होइन, अगाडि यस्तो हो कि यस्तो हो। अब फेरि हाम्रो फेरि उहाँ दिपक अङ्कल आन्टी, फेरि हाम्रो अझ माथिको अङ्कल आन्टी हो। अनि मम्मीहरूले आन्टीहरूले सबैले टिका लगाइदिँदै हुनुहुन्छ अङ्कल आन्टीलाई। सबैजना यहाँ यसरी बसिराख्नु भयो होइन, तर दुईजनाको स्वाग बेग्लै छ फेरि। के भन्नु यहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ। अब अङ्कलले छोरीहरूलाई टिका लगाइदिनुहुन्छ। ल टिका लगाइदिनु, टिका लगाइदिनु। ल टिका, ल टिका, टिका लगाएर ल टिका टिका। ल अब अङ्कलले हामीलाई टिका लगाइदिनुहुन्छ एकछिनमा। सन्ध्या देवी प्रसाद शर्मा कडेल। ल मैले बनाइरहेको छु ब्लग। दिपक अङ्कलसँग आफ्टर लङ टाइम पछि टिका लाउँदैछौँ है हामीले। नमस्कार अङ्कल। आन्टीले फेरि मेरो साटन दिनु भन्दै हुनुहुन्छ। अङ्कल किरण अङ्कल हामी छोरी हौँ। हाम्रो अङ्कल है, लगाइदिनु भयो। ल लगाइदिनु भयो। ओ बल्ल सुहायो। म्यानेजमेन्ट पढेर डाक्टर बन्नु भन्नु नि मलाई। ल ल ल छिटो देखिन्न क्या अग्ला अग्ला मान्छे बसी यस्तै हो। भन्नु ल के रे आइको चाहिँ साह्रो भन्नु पर्यो क्या। म यता छु अङ्कल। बसिरहेछन् जनताहरू, रमाइलो हुँदैछ। ऊ चाहिँ हाम्रो कीर्ति बहिनी भयो रे। डाक्टर बने, जापानिज पढिन्छ, होइन अस्ट्रेलिया पोए, क्यानाडा पोए। नमस्ते। यहाँ टिका लाउनु। अब मलाई टिका है। ल मलाई लगाइदिनु। ब्लग हो अङ्कल, ब्लग। यही ल सन्ध्याले एकदम रमाइलो छ। सबजना जम्मा भइसक्नु भएको छ। ए उता फेरि जेन्जीहरू उता हुनुहुन्छ है। हेलो जेन्जी। उग्र जेन्जी त होइन हाम्रो जेन्जी।
गाइस हाम्रो फोटोसुट स्टार्ट भयो यहाँ फेरि जेन्जीहरू बस्ने है जेन्जीहरू हामीले फोटो खिच्ने कार्यक्रम हुँदैछ अरू बाबाहरू सबै यो यहाँ हुनुहुन्छ जेनेरेसन तर जेन्जी फेरि हामी तल छौँ है सबै यहाँ चाहिँ हाम्रो बाबाहरूको फोटोसुट हुँदैछ है हजुरबा टोली यो सबजना हाम्रो हजुरबा पर्नुहुन्छ सबै आमाहरूको बाबा र आमाको कपालहरू है यो हजुरआमा हजुरबा टोली यो चाहिँ हाम्रो अङ्कलहरू अनि आन्टीहरू यति हल्ला नि लास्टै गज्याङ मज्याङ फेरि मम्मीहरू हिँड्दै हुनुहुन्छ कि भिडियो राख्ने अरे मम्मी बाई बाई हाम्रो बाबा चाहिँ ससुराली जान लाउनु भयो है बाबाको ससुराली गाइस हामी घर खाना खायौँ अनि त्यस पछाडि हामी फेरि एउटा हजुरबाकोमा हाम्रो नजिकैको हजुरबाकोमा टिका लाउन जाँदैछौँ सबैजना जाँदैछौँ अनि बाबा फेरि मामा घर जानुभयो ससुराली आमा फेरि आमाको मामा घर जानुभयो माथि हजुर गाइज हामी चाहिँ हजुरबाकोमा टिका लाउन आएको थियौँ होइन हाम्रो भाइलाई फेरि दसैँमा तास खेल्न नपाएर दसैँ नै खल्लो लाखा अरे तास भन्दै हटाएको मैले हजुरहरूलाई बिहान नै भने कि कति हटाउँछन् भन्ने कुरा त कति ज्ञानी यो चाहिँ हाम्रो भाइ ज्ञानी भएको फर्स्ट दसैँ हो है गाइज किन ज्ञानी भएको भने चाहिँ भने जति पैसा पायो रिसाउन छोडेको छैन मुख हेर्नै भुमरेको मुख गाइज हामीहरू हजुरबाकोबाट टिका लगाएर आइसक्यौँ के अरे यता मलाई देखाइ नै यसरी यसरी भन्नुहुन्छ मेरो भाइ हो उहाँ त्यही भन्छ नि मेरो कान्छी भाइले टिको लगाएर आयौँ अब हामी घर बस्छौँ अनि एकछिन पछाडि फेरि ठुली आमाकोमा जान्छौँ पर ठुली आमाकोमा अनि हाम्रो भाइले फेरि तास नभएर लास्टै गरेको कि तास गरेर हाम्रो घर को आएछ ए त्यो आन्टीहरू त अगाडि टिका लगाएर जानुभएको उहाँहरू फेरि आउनुभयो रहेछ कि हाम्रो घर अहिले फेरि घर कोही हुनुहुन्न आमा पनि मामा घर जानुभएको थियो माथि आफ्नो मामा घर बाबा ससुराली जानुभएको थियो यसो घर कोही हुनुहुन्थेन गाइज हामी ठुली आमाको घर टिका लगाउन आयौँ अनि हामीहरू यहाँ टिका लगाएर जान्छौँ हाम्रो घर फेरि उहाँ हजुरहरूले हाम्रो घर थाहा छ हाम्रो घर उहाँ हो एकदम राम्रो फाँड छ यहाँ गाइज अनि हामीले फेरि यहाँ टिको लगाएर हामी घर जान्छौँ पानी पर्न आँखा हल्का हल्का यतातिर त गाइज हाम्रो आमाको दिदीको घर है म हजुरहरूलाई हाम्रो आमाको दिदीको घर देखाउँछु छ ठुल्यामको घर आमा र आमाको दिदी सेम हुनुहुन्छ आमाले केटाकेटी खोज्दै हुनुहुन्छ अझै गाइज हामीले है एउटा टिकटक बनायौँ यस्तो राम्रो बनायौँ नि त्यो टिकटक अहिले बेलुका डान्स गरेँ हजुरहरूलाई त्यो टिकटक हेर्न मन लाग्छ भने मेरो प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ मेरो टिकटक आइडी छ प्रमिला कण्डेल 19 हामी डान्स गरेको ग्रुपहरू यति नै है ऊ चाहिँ क्यामराम्यान अनि हामीहरू चारजना फेरि नाचेको त्यही त बुने फेरि भन बुने हाम्रो भाइहरूले है बाख्रा टिका लगाइदिँदै ह्याप्पी दसैँ गर्दैछन् के दिने नि अझै राम्ररी पढ्ने रे बाख्राले त लुट्ने
हामी ठुलामाको घरबाट टिका लगाएर हामी घर जाँदैछौँ। हाम्रो घर फेरि उता हो। अनि त्यस पछाडि हेर्नु नि कस्तो राम्रो फाँड्छ, हाम्रो लेखानीमा यस्तो राम्रो फाँड्छ। अनि धानको धान पनि पाक्न लागिसक्यो अब बसेको छ त्यही भएर धान बसिरहेछ धान धान त सही राख है यसमा राख। सो गाइस अहिले चाहिँ हामी टिका लगाएर हिँडेको दिदी र म आमा र मम्मी चाहिँ गइसक्नु अनि हामी चाहिँ टिकटक गराउनको लागि मात्र बस्थ्यौँ। त्यो टिकटक नि एकदम दामी बच्छ। यहाँ कसैको कुर्ता फेरि त्यस्तो बच्छ हिलोले मेरो कुर्ता त यस्तोहरू बिचुक्क कसैको भएको थिएन होला। तर अन्त लास्ट त्यही पनि कुर्ता रातो नि लाग्छ भजटीको कलर मिक्स बच्छ रातोमा दिदीको कुर्तामा एकदम दामी भइरहेछ है त। गाइज हाम्रो बन्छ लोटी है, भिडियो बनाउँदा त लोटी अन्त फेरि लोटी फेरि लोटी सबिनाको नयाँ दसैँ। सबिना कस्तो फिल भयो नयाँ दसैँ? केही होइन झन् बिहा रिसी आउँदो रहेछ यही राख्न पर्नु भयो नि त। केही गराउनु नपाइ नि। म त भोलि लाएर गराउने भाइ भोलि लाएर गराउने झन् त्यही भएर यति छिटो छिटो अत्ताएर आइकन गाइस आउँदै रात परिसक्यो क्या ल हाम्रो घर फेरि अरूको दसैँमा तास खेल्छन्, हाम्रो दसैँमै क्यारम बोर्ड खेल्छन् हाम्रो घर। त्यस्तो छ है गाइज। हो नि जोगी भएको सँगसँगै मेरो आजको दसैँको भ्लग पनि एन्ड गरेको छु। सबैजनाले मेरो आजको भिडियोलाई लाइक गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला।